ठिक छ अनि गाइस म चाहिँ अब माघरतिर जाँदैछु होइन किनभने नगएको धेरै भइसक्यो नि त माघरतिर अनि त्यसैले आज म जाँदैछु मेरो माघर जानुपर्छ जस्तो छ खतरा त्यहाँ गएर अगाडि खोला निक्लिन्छ फेरि गाइस लुगा लागेर राति सुत्ने बेलादेखिको उठ्ने बेलासम्म लुगाले नाक त ख्यार बयानै गर्नु नसक्ने गाइस मलाई चासो लागेर त्यही हो मैले सोचेको मान्छे गाइस यहाँ तार राखिदिएको छ अब यता नाक्न त पर्ने भयो नराख्दा छिट्टै तनाव हुन्छ त्यसैले तलबाट चम्दा घरको मामाहरूको सबैको बारी हो यो चाहिँ यत्रोदेखि यस्तो यो सबै यसरी भएको छ क्या त्यही हो गाइस म चाहिँ जान्छु कुदी त्यही हो चराको सानो भाइ कहाँ म लग्न बेला भइसक्यो बुझी भाइ कहाँ त गयो होला अङ्कलसँग त गौशाला जानु भन्दै गौशाला साग लिन के अरे साग माछा जान्छ भनेको थियो उता आज शनिबार पिकनिक लाग्छ अरे अहिलेसम्म लग्यो पिकनिक होइन उयसबाट होस्टेलबाट फ्रीमा लाग्छ नि ए जहाँ थाहा त्यो कुटकेटी यार खोक्रा बोलिदिएर ए रियाक्सन देन गाइस भिडियो धेरै लामो त भएको छैन ए यो लट्ठी है जब 7 मिनटको भएको छ त्यही नि हात गलिसक्यो त्यसैले अब भिडियोलाई यतितिर सकाउन चाहन्छु के भएको यार यो क्यामेरा हाल्न सक्छु नभए त यतिकै राख्छु भिडियो सम्झनाको लागि ल गाइस अब यतितिर बिदा हुन चाहन्छु भिडियो 7 मिनट भनेको 9 मिनट हुन लागिसकेको छ अब हाम्रो नि जाने बेला भयो घर जाने बेला भयो भने एक क्लिप घरमा देखाइदिन्छु म हस्त ल